नमस्ते साथीहरु म चाहिँ के भन्न आएको भने हैन म त भन्न आएको कुरा भनिहालेँ हो हैन म चाहिँ टिकटकमा कति धेरै भिडियो हालिरा हुन्छु नि त खाना पकाए यताउता गरे भिडियो बोलेर हालिरा हुन्छ अनि सबैजना साथीहरुले चाहिँ दिदी तपाई त्यहाँ युट्युबमा पनि यस्तै गरी भिडियो हालिङ गर्नु न तपाईले पकाएको भिडियोहरु भाइरल हुन्छ नि तपाईलाई पनि यसो आम्दानी हुन्छ नि त भनेर भन्नुहुन्छ अनि मलाई चाहिँ त्यहाँ जसरी यहाँ बोल्नै आउँदैन के कस्तो मुटु थररर अहिले पनि मुटु थर कामेर कस्तो डर लागिरहेछ हुन त यहाँ वरिपरि कोही पनि छैन म र मेरो छोरी बाइक पनि छैन छोरी पनि 7 महिनाको छोरीले के सुन्नु हैन सुनि पनि उलाई के थाहा म त्यस्तो छोरीदेखि डराएर थुरुर कामेर छु के न वरिपरि केही हुनु हैन यस्तो मान्छेले नि केही गरी खाला जस्तो लाग्छ कि कहिलेकाहीँ चाहिँ अनि उहाँले त्यस्तो भने भएर चाहिँ म पनि युट्युबमा भिडियोहरु हाल्छु पकाएको भिडियोहरु हाल्छु भनेर अलिअलि हाल्नु थालेको भ्युज पनि जाँदैन केही पनि जाँदैन सब्स्क्राइबर कि के बढेर बल्ल 2500 पुगेछ त्यो पनि घट्दै आइसक्यो है अनि मलाई चाहिँ अब सबैजनाले माया गरिदिनु हुन्छ होला जस्तो लाग्छ अनि सबैजनाले टिकटकमा गएर मलाई सब्स्क्राइब गर्नु भनेर भन्दै पनि घाँटी पनि सुकिसक्यो त्यही भएर अब म चाहिँ अब यस्तै गरी बोलेर भिडियोहरु हाल्छु पकाएको भनेर ल्याइरहेछ अनि तपाईहरुले चाहिँ मलाई साथ सपोर्ट माया गरिदिनु पर्यो सबैजनाले हैन अनि त्यहाँबाट त्यही भएर म तपाईहरुलाई भन्न आएको हो अब के भन्नु यही भन्न त डराएर थुरथुर कामेरा चाहिँ लेखेर भन्नु पर्यो रहेछ कापीतिर के गर्नु अब त्यही बेला कलम पनि छैन रहेछ कापीमा लेखेर फर्र पढ्न पाए भए त आउँथ्यो होला के गर्नु पढ्नै के अरे बोल्नै आएन मलाई त केही बोल्नै आएन कस्तो डर लागिरहेछ के गर्नु होला साथीहरु अब तपाईहरुले चाहिँ मलाई साथ सपोर्ट गरिदिनु पर्यो मेरो भिडियोहरु हेरिदिनु पर्यो माया गरिदिनु पर्यो भन्नु भनेदेखि भिडियो पनि हेर्ने खाले हुनु पर्यो नि त भन्नु होला के गर्नु टिकटकमा त राम्रो भिडियो हाल्छ मैले कति धेरै भ्यू जान्छ त्यही भिडियो ल्याएर यहाँ युट्युबमा हाल्दाखेरि 100 भ्यूज पनि जाँदैन के गर्नु राम्रै गरे जस्तो लाग्छ अब म राम्रो भिडियोहरु हाल्छु बिस्तारै सब्स्क्राइब बढ्दै गयो तपाईहरुको माया बढ्दै गयो भने म राम्रो भिडियोहरु हाल्छु थम्बनेलहरु पनि बनाउन सिक्छु अनि त्यसपछि भिडियोको क्वालिटी कसरी बढाउने भनेर नि सिक्छु बढाउन मिल्यो कि घटाउन मिल्यो त्यो पनि मलाई थाहा पनि छैन है अनि मलाई मोबाइल समात्न नि आउँदैन भ्लग बनाउनलाई अब मोबाइल समात्न पनि सिक्न पर्ला वरिपरि कोही पनि युट्युबर छैन नजिक भए त ठुलठुलो युट्युबरहरुसँग सोधेर कसरी मोबाइल समात्छ भनेर सोध्नु नि त त्यो पनि छैन के गर्नु तनाव सबैजनाले मलाई माया गर्नु ल